यो दरबारलाई जीर्ण रूपमा नजाओस्, मैले के गरेँ यसलाई सङ्ग्रहालय बनाइदिए हुन्थ्यो भने पनि मैले बारम्बार भनिरहेको छु, पाँच भाषा गरेँ सञ्चालनमा सबभन्दा माथिको छाना छाइदियोस् बस। खाना र भित्र पटराहरू उड्या छ त्यो सबै मर्मत होस्। अन्त अब बजेट छुट्या छ भन्यो भने चाहिँ गुलाबलाई सहन सक्ने टेम्परेचर भनेको 34 देखि 36सम्म मात्रै हो। हाम्रो अब त्यो पनि पुरा मुस्किल हुन्छ गरे हाम्रो यता त अब 39सम्म पुग्छ है। 39 42 पुग्यो। ओके, त्यही त यता हेर्दाखेरि कि गुलाब अलिकति सुक्याजको लागि अनि यो चाहिँ एकदम राम्रो देखियो। गुलाबको अहिले बर्खाको टाइम हो, अप्यान हो गुलाबको होइन, किनभने यसरी हामीले सुन्नमा आयो त 12 मास अलिकति ढकमक्क फुल्छ जस्तो लाग्यो। त्यस्तो हुँदैन, त्यस्तो हुँदैन। अब कि त हजुरलाई अब अहिले हामीले विषादी मलहरू हुन्छ नि, यो केमिकलहरू त्यो हुन त हामीले औषधि त छर्छौँ होइन, तर यसको जरामा हामीले अहिले यो पात पतिङ्गरको मल मात्रै हाल्नु पर्छ। त्यही भएर अहिले बर्खामा यतिको फुलेको न त कहाँ फुल्थ्यो। त्यही त पहिला त सुक्खा हाल्छ है। अहिले त्यही भएर अलिकति हामीले अहिले कति लगभग पात पतिङ्गर सराउनु लागि लगभग 8-10वटा खड्डा खनेर हामीले मल तयार गर्छौँ। ठ्याक्कै यो असोज महिना कटिङ हुन्छ, कटिङ हुने बित्तिकै नै यसको लगभग हजुरको आधी फिट छोडेर जमिनदेखि आधी फिटको माथिको हजुर जरा ठ्याक्कै जरा गुलाबको जमिन भयो ठ्याक्कै जमिनबाट ठ्याक्कै आधी फिट त्यसमाथि 8 इन्ची 10 इन्ची गरेर त्यो कटिङ गरेपछि त्यहाँबाट बल्ल त्यो मल हालेपछि फेरि ठ्याक्कै त्यही अब कल्लो भएर थाल्छ कलीहरू, त्यहाँबाट बल्ल ढकमक्क हुने, त्यहाँबाट बल्ल ढकमक्क हुने। अब यसलाई कतिको गर्नुहुन्छ गोडमेल तपाईँहरूले? गोडमेल भइरहन्छ त हजुरको लगभग बाह्रै मास हो कि 12 मास जस्तो बर्खामा अलिक होइन 12 मास भन्दा पनि हजुरको लगभग 6-7 दिन 7-8 दिन बिरामी गोडमेल उता पाएर आज आउँदैछन् गोडको त्यहाँ फुलेछ। अब 2टा पार्क छ, अब जम्मै कति हामी जम्मै सबै गरेर इन्चार्जसहित लिएर 19 जना छौँ कर्मचारी। अनि त्यसमध्ये कति कोही अब नर्सरीमा हुन्छ, कोही त्यो झाडु मार्नुमा हुन्छ। अब गोडमेल गर्ने 4-5 जना मात्रै। तपाईँ यता के गर्नुहुन्छ? म यहाँ हजुरको मैले सबै गर्छु भनौँ न, म अपरेटर हो, पानी पनि सबै दिनुपर्छ। अनि आएर अब कर्मचारी छैन हेर्नै पऱ्यो होइन, त्यही भएर मेरो रेखदेख जारी छ। अनि यताभन्दा पनि उता त्यो महेन्द्रको विश्रान्तिदेखि अलिकति उताभन्दा चाहिँ यता अलिकति राम्रो देखियो। किन हो कस्तो भने महेन्द्र अलिकति पुरानो भएर वीरेन्द्र अलिकति नयाँ भयो? पुरानो मलाई पनि अलिकति डाउट लागेको छ, किनभने अब म 2045 सालदेखि नै छु यहाँ। किनभने त्यति बेलाको र अहिलेको अवस्था हेरौँ भने त हजुरको आकाश पातालको फरक छ। यो गुलाबलाई मेन भनेको हजुरको बाख्राको मल हो कि जस्तो यसलाई एकदम इम्पोर्टेन्ट भनेको बाख्रा मल चाहियो। अनि त्यसमा अनि यसलाई कीटाणु हामीले पहिला विकास समितिमा मैले थाहा पाएको, मैले त्यसमा यस सम्बन्धी काम गर्न तर देखेको अनुभव 45 सालदेखि भन्नु अलिकति अनुभव त हजुरको धेरै छ नि अहिले मसँग। यसलाई हजुरको त्यति बेला हामीले के गर्थ्यौँ भनेपछि कटिङ गरे लगत्तै हजुरको ट्याक्क त्यसमा यस मुनि सरर त्यो निम खली छिट्दियो। निमको खली हुन्छ नि बाहिरको त्यो पौधा, बाहिरको बोला निम भन्ने हुन्छ। पहिला निम खली भन्ने पाइन्थ्यो कि अहिले कोही पाइन्न होला। त्यसको पिना पाइन्छ कि निमको बाहिरको त्यो पिसीको त्यो छिल्काहरू पाइन्छ। अनि त्यसलाई कुटेर त्यहाँबाट धेरै हाल्यो त जलाइदिन्छ त्यसले होइन, त्यसलाई खालि कीटनाशकको रूपमा हामीले जरामा हल्का हालिसकेपछि त्यहाँबाट बाख्रा मल हालिदियो चलाइदियो। त्यहाँ त केटी मोटा फुल पनि एक्लै हुन्छ। अनि अहिले चाहिँ गर्नु भएन त्यसो? अहिले यस्तो भयो नि त हजुरको अब बाख्राको जुतो पाउनु मुस्किल भयो नि त अहिले। अब गाई भैँसीको मल ल्याएर हजुरको साध्य छैन, त्यति छिटो लाग्दैन, गुलाबलाई हुँदैन त्यति। मेन भनेको बाख्राको जुतो मल अनि गएर निमखली। अनि निमखली पाएन भने पालन त धेरै छ अहिले हजुरको। कन्ट्याक्ट नगर्नु भएको उतातिर? कन्ट्याक्ट त भइरहन्छ। अब पहिला हामीले किनभने हामीले त्यो गोठमा अब कि त ठुलै हुनु पऱ्यो, जङ्गलमै बसेको ठुलो हामीले अब किनभने नगरपालिकाले पठाउँछ होइन,
हामीले ऊ घरबाट त्यस्तै त साध्यै हुँदैन नि त हाम्रो ड्यालबाट त हुँदैन तर त्यो जहाँ बाख्रा पालेछन् त्यहाँबाट तर थोरै हुन्छ अब त्यस्तोमा सम्भव हुँदैन होइन अब खालि त्यो ट्रेक्टर अहिले पो ऊ छ र पहिला त ट्रेक्टर पनि भाडा लिएर जान्थ्यो नगरपालिकाबाट म गएको 2 साल गोरङ्गे थियो कि त्यो बाख्रा पालन गोरङ्गे त्यहाँ बाख्रा पालन थियो अनि गोठ पनि मेरो अब आफन्ती पनि हुनुहुन्छ त्यहाँ मेरो माया ससुराली टल्पा त्यहाँ गएर मैले दिनु पऱ्यो भनेको थियो उहाँले अब तपाईँले आफ्नो हिसाबले ल्याउनु भएको तर नै तर कस्तो भनेपछि अब अलिकति कम मूल्यमा पाइने भयो नि त अलिकति सस्तोमा पाइने भयो त्यस्तो गरेर मैले हजुरको 1 साल कति 12 टराल ल्यायो अनि 1 साल 10 टराले कि 9 टराले कता ल्याएको त्यतिखेर हजुरको पहिले हो 66 साल 67 साल भन्दा पनि अगाडि हो 63 64 तिर हो 65 त्यहाँबाट चाहिँ हजुरको जुतो मल अब हामीले के गर्नुपर्छ भने हजुरको पिटेर हाल्नुपर्छ कि पातलो त्यो पाउडर बनाएर हाल्नुपर्छ अब त्यस्तरी अब कर्मचारी पनि कम कि त धेरै कोही कुट्ने कोही ल्याएर हाल्ने भेटा त हुन्छ नि जम्मै 12 जना त्यति बेला झन् अहिले पो हामीले कराउँदा यत्रो बढे 9 11 बिघा भन्दाखेरि हाम्रो यो 5 बिघा 16 धुरी हो है उता महेन्द्रको 4 बिघा 5 4 9 बिघा 4 बिघा बस फलफुल गएको छ 11 बिघा 4-11 बिघा भनौँ न अब यतिमा हजुरको 10-12 फलफुलमा उता के उत्पादनहरू भइरहेछन् फलफुलमा त्यही आम र लिची हो अब के छ भने आम अब कतिको भइरहेछन् वार्षिक हिसाबले कि त्यस्तो वार्षिक गइरहेछ पार्कले पार्कले टेन्डर दिन्छ ठेक्का अब आम पनि यस्तो हुन लाग्यो कि हाम्रो खोइ अब त्यहाँ ठेकदारले अब त्यति नदेखाएको हो कि है अब सालसालै आउनुपर्ने आममा अब आउँदैन पोहोर साल आएको थियो यो साल आएन यो साल त्यसै थप्पै केही एकजना छैन त्यसै त्यहाँ त्यति झरेर कुहिरहेछ नै फलै लागेन फलै लागेन त्यही भएर अब आउँदो सालमा अब आउँछ अब आउँदो साल फेरि अनि लिची थियो त्यो लिचीमा पनि अब त्यति स्याहार सुसार गर्न सक्दैन अब कर्मचारीको हिसाबले त अब त्यति धेरै भन्नुभयो अहिले पहिलाको त्यही त धेरै छन् यता गोरमेल गर्ने उता हाँक्ने जाने भन्नु नि त त्यो कुरो होइन अब तपाईँले त्यसो हिसाबले हेर्दाखेरि कर्मचारीको सङ्ख्या अझै पनि अपुग छ त यहाँ अपुग छ कहाँ हजुरको टिकापुर विकास समिति हुँदाखेरि 36 जना कर्मचारी थिए हजुरलाई म भन्छु उदाहरण 20 जना जेन्ट्स 20 जना लेडिज कर्मचारी अनि 20-40 जना लेबर 36 जना भने कर्मचारी अब चौकीदारदेखि लिएर माली सुब्बा त्यस्तै गरेर वनपालेहरू अब यहीँबाट अब वनपाले पनि यहीँबाट पुरै अब पहिला त अब यो ऊ भएको त सामुदायिकमा गएको थिएन अहिले सामुदायिकमा दिनुभयो अहिले सामुदायिक कुनमा अहिले भैरवनगर वार्ड नम्बर 5 भैरव सामुदायिक वनले धेरै चाहिँ यतातिर भग्रैया सामुदायिक वन अनि यता माथि टिकापुर सामुदायिक वन टिकापुर सामुदायिक वन भन्नाले यहाँनिर यो गाउँमा पोलिटेक्निकल छ नि यसको एरिया चट्टै गएको यसको एरिया भनौँ न आधा भनौँ न 9 लगभग हामीसँग 85 बिघा मध्ये 11 बिघा लगभग 20 बिघा नि पुग्दैन होला त्यति नगरपालिका अन्डरमा छ अरू सबै सामुदायिकमा छ अनि यता तलतिर भग्रैया भने पुरै कति जम्मै कति 100 बिघा भने उता टिकापुरको यता सामुदायिक वनले लग्यो हजुर उतातिर नि माथि यो पनि लगाएको छ सानो टुक्रा छ तपाईँलाई के लाग्छ कि जम्मै नगरपालिकाले हेर्नुपर्ने होइन र नगरपालिकाले हेर्नुपर्ने हो र तर कर्मचारी सामुदायिक भन्दा नगरपालिकाले यदि हेरिदिएको भए त त्यहाँ आफै कर्मचारी राख्ने कति हटाउने कति नयाँ नियुक्ति गर्ने भन्ने कुरा त उसले आफै गर्थ्यो होला यदि नगर हुनुहुन्थेन होला सायद यहाँ अलग अलग लेभलका अलग अलग स्तरका अलग धेरै कर्मचारी हुनुहुन्थ्यो होला यदि नगरपालिकाको हेरिदियो भए अब यहाँदेखि अलग अलग यता सामुदायिक वन यता सामुदायिक वन यता सामुदायिक वनले हेरेको छ तपाईँको पालिकाभित्रमा चाहिँ पालिकाभित्रमा चाहिँ यही भनौँ न यो महेन्द्र विश्राम गिर र जिजे विश्राम गिर यो दुईवटा मात्रै हेरेको वार्षिक आम्दानी कति जस्तो यस्तो चासो बुझ्दाखेरि कतिसम्म हुन्छ होला त्यो त बाहिर टिकट काउन्टरमा सोध्नुपर्छ त्यति हामीले थाहा हुँदैन होइन नै भिडभाडको हिसाबले अलिकति भिडभाडको हिसाबले त्यो त हामीले अब भिडभाड त अब तपाईँको आउने भनेको नयाँ वर्षमा हो कि दसैँतिर हो बिचमा ती चाड पर्व पऱ्यो भने चाहिँ अलग हो विवाह बारीको लागि त अब त्यो सामान्य 2-4 जना आउँछ त्यस्तो ठुलो कुरो भएन र अलिकति तपाईँको हिसाबले हेर्दाखेरि कतिसम्मको भिडभाडको हिसाबले आम्दानी हुनुपर्छ जस्तो लाग्छ अब लगभग मेरो अनुमानले त हजुरको 1 करोडभन्दा माथि नै उठ्नुपर्ने वार्षिक
त्यतिले चाहिँ तपाईँहरू 18 जनालाई झानेर अरू कोही 2-4 जना थप्न सकिने अवस्था छैन नि? त्यो त नगरपालिकाले हो सोच्नुपर्ने होइन। यहाँ कर्मचारी अझै कम छ होइन। अब भनौँ न त्यही त 18 जना मात्र भयो। 18 जना त अब एउटा बगान हेर्नु कि उता यो बगान हेर्नु कि उताको सफाइ गर्नु कि अलिकति यो गोडमेल गर्नु कि अब म पानी सिद्धे पनि तुरुन्तै फेरि बोर्डिङ पर उमा छ जङ्गलको बिचमा बुढ्दै उहाँ जानुपर्छ चलाउन। 1-1.5 घन्टा चलाएको तुरुन्तै आउनु पर्यो। फेरि यहाँ बन्द गर्न आउनु पर्यो। नै बन्द त यहाँ लगान त अर्कै हुन्छ। फेरि यहाँ मान्छे पर्यटकहरू हेर्न आउनु पऱ्यो होइन। अब पर्यटकहरू पनि कस्तो छ भने अब आकाश पातालको छ फरक छ त्यो। किन भनेपछि अब खोइ मलाई मेरो हजुरलाई अब पत्रकार हजुर होइन, हजुरलाई अनुभव नहुन्छ कुरै भएन। किनभने पहिलाको भन्दा अहिले धेरै फरक परेको चेन्ज भएको छ। चेन्ज यस्तो चेन्ज भएको छ कि अब कसैले कसैलाई नटेर्ने हिसाबको पत्याउने नपत्याउने अब जे गर्ने गरे पनि हुन्छ जस्तो आए पनि हुन्छ, जे पनि गर्न सक्छु भने आफू त्यस्तो छ क्या अहिले। अस्ति भर्खर चाहिँ यहाँको एउटा अरे हामी अस्ति भर्खर कति 2-3 हप्ता अगाडि आएर यता कताबाट इन्डियन के अरे इन्डियाबाट काम गरेर यता आएका मान्छेहरू छन्। हामी कम्प्युटर समुदायको मान्छेहरू अनि यता चाहिँ लफडा गरेको छ। यता लफडा गरेर पुलिस प्रशासन आउँदाखेरि चाहिँ उनीहरूले पुलिसलाई चाहिँ बाल नदीको अवस्था देखेको क्या। यताको होस् मको अलिकति कतै न कतै पालिका टिकेको छ है। साह्रै गाह्रो छ कि एकदमै गाह्रो छ। किन भनेपछि अब जङ्गलको ठाउँ होइन। अब कर्मचारी अब उतातिर महेन्द्रमा शेरबहादुर भन्ने छ, यहाँ ममात्रै छु। अहिलेको अवस्थामा हजुरको साँझ जति आजकल गर्मी दिनमा के हुन्छ भनेपछि आज पानी परेर हो, न त हिजो यति बेलासम्म त मान्छे टन्नै हुन्थ्यो। आज पर्यटक त आउनु भएको थियो, आन्तरिक आउँछ पर्यटक त आउनु भएको थियो तर पानी परेर निस्किहाल्नु भयो। यहाँ के छ सबैसँग टिकट टुरको लगिन्छ होला कि? नै सबैसँग लगिन्छ। यस्तो छ है, हजुरले कन्फ्युजन नजानु होला। के छ भने हाम्रो वार्ड नम्बर 5 ठ्याक्कै गेट बाहिर गाउँ है। यो गेट बाहिरकोलाई किनभने उनीहरू 24 घन्टा पार्कलाई निगरानी राखेका निगरानीमा रहन्छन् यो गाउँको नजिक। अब तिनीहरूलाई छैन अनि तिनीहरूको आउन पाउन आयो टिकट लाग्छ, त्यो पनि छ। अब म स्वयं मेरो पाहुना आयो मैले कटाउँछु टिकट होइन। त्यसरी सुवाद त हुनु दिनु भएन नि होइन राज्यसँग। त्यो राजस्व सही सदुपयोग होस्। सदुपयोग भयो जस्तो लाग्छ तपाईँलाई? सदुपयोग अब त्यो त मलाई त्यति थाहा छैन होइन। अब थाहा नभएको कुरो किन भन्ने होइन, त्यति मलाई थाहा छैन। यस्तो हेर्दाखेरि त भयो जस्तो लाग्दैन मलाई चाहिँ, मेरो हिसाबले। अब त्यो म पनि स्थानीय बासिन्दा हो। किन भनेपछि हजुरको अब पालिकाले अब के भन्ने हो म भन्नै सक्दिनँ। अब जमाना यस्तो छ है। अब जमाना यस्तो छ। अब केही पार्कलाई अलिक राम्रो अलिकति हिसाबले म राजा महेन्द्रले यो अब हजुरले सोधिहाल्नु भयो म यो कुरो भन्छु हजुर। किन भनेपछि 62-63 त्यति बेला विकास समिति अन्तर्मै थियो, अन्तर्गत नगरपालिकामा गएको थिएन। त्यति बेलामा द्वन्द्वकाल एकदम निचोमा चर्म उमा थियो ठ्याक्कै हजुरको। हामी अब यहाँको कर्मचारी सबैलाई माओवादी ल्याएर धम्की दियो होइन, तिम्रो काममा नआउनु, काममा आयो तिम्रो हात खुट्टा भाँचिदिन्छु भनेपछि अब के खोज्छ सानो आँखो भने जस्तो खोजेको लेबरले त्यस्तै त्यहाँ किन आउने भयो। अब मेरो र हाम्रो कान्छाराम अङ्कल भन्ने हुनुहुन्थ्यो, बिचरा बित्नु भयो होइन। उहाँ र म थियौँ त्यहाँबाट हामी दुईजना। अब किनभने नमक भित्रै हाम्रो क्वार्टर थियो है। अब भित्रको कहाँ जाने, अब दिउँसभरि आएर अब बाजार आउँछन् होइन, त्यो जनावर आउला कतै मान्छे घुसखोरी गरेर केही गर्देला भन्ने एउटा हुन्छ नि त। त्यसरी हामी दिउँसभरि बस्ने, साँझ पख जाने। त्यहाँबाट हजुरको फागुनको लास्ट हो कि है, यस्तै लाग्थ्यो मलाई। फागुनको लास्ट हो कि चैतको फर्स्ट हो एकदमै। योभन्दा नि अझै साँझ लगभग हजुरको मेरो अनुमानले 15 वर्षदेखि लिएर 50-55 वर्षसम्मका थिए लगभग हजुरको 45-50 जना भन्दा नि बढी थियो। त्यो यो पुल थिएन पहिला त, स्लिप पुल थियो कि पट्टा लगाएको सर्ग राखेर गरम बसेको त्योहरू त। हातमा हजुरको भट्टा छन् अनि गैँती छन् अनि बेल्चा छन् अनि ठुलो घन हुन्छ नि, घन अनि ठोकिया प्रत्येकसँग। हामी पर महेन्द्रको त्यो पक्की छ नि त्यहाँ पुरानो बेन्च थियो, त्यो बेन्चमा बस्ने। त्यहाँ मैले अङ्कललाई भने अङ्कल तिमीले त यो राख्दैन नि त्यहाँ होइन, के गर्ने साइला कतै मारिदिने हुन् कि भन्नुभयो। उहाँ डर त लाग्यो मलाई। खोइ अब भैरव बाबा हिँड्नुहुन्छ उहाँको शक्ति पसेर हो कि अथवा त्यो मलाई पटक्कै बित्तिकै एक डर लागेन मलाई। मैले भने अङ्कल हेर्नु हामीले किनभने नमक खाछौँ होइन,
नमक खान्छौँ नमकको हराम त गर्न हामी हुँदा हुँदा कसरी जोड्न दिने ल भन्नु त भने न कतै गोली हाने ठ्याइ हानेर मारे त मारे कि त राम्रोको नाम हुन्छ क्या त नराम्रोको नाम हुन्छ। विकास समितिले सहित घोषणा गर्दै गर्ला नत्र छन् त अरू पत्र पत्रिका छन् पत्रकारहरू छन् आउला नि होइन भने त्यहाँबाट म सरासर उठेर आएँ ठिकै छ हजुरको विचार के गर्नुहुन्छ म त गएर एक दुई शब्द म पक्कै भनेर आउँछु भने त्यहाँबाट म उठेर हजुरको त्यो पुल छ नि त्यहाँनिर कुलोको त्यो पुलभन्दा यता पुगेर उहाँ पनि उठेर आउनुभयो म सरासर शासन आइसकेपछि त्यहाँबाट नमस्कार गरेँ नमस्कार त गर्नु पऱ्यो नमस्कार त गर्नु पऱ्यो त्यहाँबाट उनीहरूले पुल हेरेपछि त्यहाँबाट मैले भने मैले एक दुई शब्द केही भन्नु थियो म साथीहरू होइन हजुरलाई मैले चिनिहालेँ चिन्नु भएको थियो कि त्यतिकै भन्नुभयो चिन्यो किन्न नाइ यसरी चिनेको नै कि अब यिनीहरू यिनी हुन् भनेर चिनेको मैले त्यस्तो अब साथमा त्यस्तो छ नि त किन नचिन्ने यिनले त घोस्दै गर्न आयो त्यहाँबाट मैले के हो र नाइ हजुरको अब कमान्डर भन्ने थाहै नै है कमान्डर भन्छ नि कमान्डर हुनुहुन्छ मेन त्यहाँबाट मैले अनि मेन मान्छे हजुरको को हुनुहुन्छ ल भन्नु नि त मलाई भनिसकेपछि आयो त्यो बिचरा हेर्नु यति राम्रो मान्छे तर उसलाई म याद गर्छु तर अर्कै कमान्डर भइरहेको केही पनि नरहने त्यो बिचरा यहाँ बर्दिया त्यो उसमा भिरन्तमा मऱ्यो त्यो कमान्डर ए त्यो के गरे रम्मापुर रम्मापुर त्यहाँबाट किन होला दाइ के आइसकेपछि नाम भन्नुहोस् त हजुर के हो भनेर भन्नु मैले मेरो नाम दुईबहादुर गोर्लाई मगर हो भने त्यसपछि ठ्याक्कै त्यति बेला सोद्धा अङ्कल पनि आउनुभयो अनि हजुरको नाम के हो त अङ्कल भनेर मेरो काँसमा भर्ती नगर भनेर त्यहाँबाट उहाँले के वर्तमान कुन कि यस्तै भन्यो है त्यसले नाम आफ्नो भन्यो भनिसकेपछि ल भन्नुहोस् के होला कति त्यहाँ अछामको त्यो दरबार जरेको 23 दिन कि 24 दिन भएको थियो भर्खर आगो बोल्दैछ भन्ने समाचारमा भन्दैछु कि त्यहाँबाट मैले भने अब हजुरको इच्छा है म एक दुई शब्द भन्ने पक्कै होइन किन भनेपछि अब नमक खाइया छ होइन नमकको हराम भन्नु परिहाल्यो के हो भन्नु नि त भन्नु भनेर मैले भने यो इतिहास हो यो होइन कसैले यो चट्टै उखाएर लैजाने होइन हजुर एउटा किन भनेपछि हजुर देशको परिवर्तनको लागि हजुर लाग्नु भएको छ होइन वार्ता भइरहेछ माथि हजुर त्यो ठाउँमा पक्कै पुग्नुहुन्छ यो एक दुई मात्रै छैन हजुर पुग्नुभयो होइन त्यही भएर मेरो विचारमा के लाग्छ भनेपछि यो इतिहासको चिजहरू हामी सबैको सम्पत्ति हो साझा सम्पत्ति हो कसैको व्यक्तिगत छैन त्यही भएर यसलाई हजुरले के गर्नुहुन्छ है तर हजुर भोलि बिहान सत्तामा गएर हजुरको सत्ता हातमा आयो भनेपछि जनताले जस्तो त्यहाँ थियो त्यस्तै चाहियो भनेर जनताहरूले माग गरेर बनाउन सकिने नसकिने यो कुरा चाहिँ गरिदिनु पऱ्यो भन्नुभयो भने मैले बनाउन सकिने नसकिने अब यस्तो हुने हो कि हुने होइन त्यति बेला अब कहिले बनेपछि भनेर भने त्यहाँपछि के गर्यो भने अलिक पर गयो हामी अन्त पर गएर सबैलाई बोलायो अब तिमीको कोड भाषा हुनुको थाहै नै फुटबल ऊ हुन्छ नि त हजुरको रेफ्री हुन्छ नि त त्यो रेफ्रीले उ गर्दाखेरि साथीहरूलाई उ गर्छ नि फेरि जस्तो हुन्छ नि आफू बिचमा बस्यो गरेर लागिसकेपछि त्यहाँबाट दुई तिन मिनट पनि होइन त्यस्तै 1.5-2 मिनट पुरा गरेँ के घुमघाम गरेँ त्यहाँ निस्केर त्यसपछि त्यो सुन्दा कस्तो भन्ने जस्तो भयो ल दाइ यदि तपाईँ त्यो दिनमा त्यहाँ उनीहरूसँग कुराकानी गर्नु नदिएको भए आज यो टिकापुर पार्क हुन्थेन त्यहाँबाट मैले भने हेर्नु त्यहाँबाट उसले के भने ल हजुरले मेरो आँखा खोलिदिनु भयो दाइ हामी पार्कको हजुरको एउटा यो सिन्का पनि हामी भाँच्दैन भनेर त्यहाँको सिन्का तपाईँले कुरा गरिसकेपछि केही पनि हामी केही यसमा केही पनि गर्दैन ढुक्क बर बस्नु भने हजुरको त्यति भनेको हामी त्यो बिथुसन कता पस्यो कता कागे एकैछिनमा त्यही भएर मैले के हुन्छ भनेपछि यो अलिक जीर्ण रूपमा गयो भनेपछि त्यस्तरी बचाएको एउटा मैले भनौँ न एउटा पढानी मैले हत्केलामा राखेको गएको भने हो त ठुलो कुरा हो त्यो त्यहाँबाट किनभने यो अलिकति जीर्ण रूप अलिकति हराउनु लाग्यो भने मेरो मन धर्किसक्यो साह्रै आँखाबाट आँखा ओह हेर्नुहोस् यो दरबार कस्तो हुन्छ माथि अहिले कस्तो वर्षमा छाउनुहुन्छ यो हजुर कस्तो हुन्छ भने राम्रो खर पायो भनेपछि 5 वर्ष ढुक्कै हो अनि त्यसमा छाउनेलाई अलिकति मिस्टेक गरिदियो भनेपछि 3 वर्ष 2.5 वर्ष 3 वर्ष यसको गरिको टेन्डर आह्वान गर्छौँ टेन्डर आउनु अहिले मेरो भनाइ त के थियो भनेपछि अब हजुरको यो अवस्थामा हजुरको खर पाइने चान्स छैन अब है अब नगरपालिकाले बुझेर
अब यसो विचार गरेर, किनभनेपछि टाइल पनि त हजुरको ऊ नेचुरली त हो नि त। होइन टाइल हाल्दाखेरि चाहिँ यसको त अलिकति अस्तित्व घट्ला नि। नै त्यो त पक्कै घट्छ, त्यो त घट्छ। पहिलाभन्दा पनि अब यो भिडियो जानुभन्दा अगाडि चाहिँ अहिलेसम्म मान्छेले के बुझेको थियो जतिखेरदेखि त्यो त म पनि मान्छु। अहिले म हजुरको यही ढलान गरेको छ नि, योमा मैले भयङ्कर विरोध गरेँ। हाम्रो अर्जुन सरले 1 सालभरि रोकिदिए काम रोकिदिनु भयो। पहिला त्यो त मैयो किनभनेपछि हामी अब भनौँ न यति धेरै वर्ष भयो, अब हामी यो माटोमा हेर्नौँ र त्यहाँ हेर्नौँ त कति फरक, आकाश पाताल फरक छ। यस्तो नहुने काम मैले त के हो भने सोलिङ लाउने भनेको थिएँ कि यो यस्तो इँटा नबिच। हजुर यस्तै इँटाको सोलिङ त्यो नहालेर यो ढलान नगरेर यो सोलिङ गर्ने भनेको मैले। हाम्रो कमल शाह आउनुभएको थियो, उहाँ आउनुभएको थियो, पोर्सल आउनुभएको थियो बजेट पढ्नुभन्दा अगाडि। मैले भने हुन्छ अब हजुरले भन्नुभएको कुरा पनि अब माथि गएर बैठक राख्छौँ, बैठकमा के पास हुन्छ अब मैले एक्लैले भनेर भोग्दैन, उहाँको कुरा पनि स्वाभाविक हो होइन। अहिले पछि गएर हजुर यस्तो राख्दैछ, यस्तो सोलिङ भइदा यति लगानी पनि नलाग्ने, बालु लाग्थ्यो छेउछेउमा सानो यस्तै वाल लाग्थ्यो, नेचुरल पनि हुन्थ्यो, एकदम राम्रो के। अहिले त हजुर दिउँसो दोपहरमा घाम टिलिक्क लागेको बेला जानुहोस् त हजुरको त्यहाँ बाफले बस्नु उभिनु सक्नुहुन्न, त्यस्तो गर्मी छ अहिले। ल ठिक छ सर, समय र सम्वादको लागि धेरै धेरै धन्यवाद सर। अब त्यही हो के मैले के सोध्न छोटाएको र तपाईँले के भन्न बिर्सिनु भएको, के भन्न चाहेको त्यस्तो केही कुरा छ नि भन्दा हुन्छ। नै केही पनि छैन, मैले भनिहालेँ जे भन्नु त्यो मैले भनिहालेँ। यही हो कि हजुरको यो दरबारलाई जीर्ण रूपमा नजाओस्, मैले के गरेँ यसलाई सङ्ग्रहालय बनाइदिए हुन्थ्यो भने पनि मैले बारम्बार भनिरहेको छु, पास त भाषा गरेँ, अब सञ्चालनमा कहिले हुने है त्यो पनि थाहा छैन। सबभन्दा माथिको छाना छाइयोस् बस, छाना र भित्र पटरा रुम क्या छ त्यो सबै मर्मत होस्। हुन त अब बजेट छुट्या छ भन्ने सुनेको छु, कति छुट्या छ थाहा छैन, तर अब साउनदेखि अब कति हाल्छ त्यो थाहा भइहाल्छ।